हे बचर बाबु भन्नुहुन्थ्यो फुपूले रुवाउन सम्म रुवाए भुपूले तोरी फुल्यो बारी पयालाई पिरै पिरको चाङमाथि चाङ छ रे सुन्छु मेरो भुपू मायालाई पिरै पिरको चाङमाथि चाङ छ रे सुन्छु मेरो भुपू मायालाई सुन्छु मेरो भुपू मायालाई। हो त नि हामीलाई फुपूले भन्नुहुन्थ्यो त्यसरी गएर बारम्बार नभेट है बाबु भन्दा भन्दै पनि हामीले त्यो कुरा बुझ्न सकेनौं र आज हामी हेर्नुस् त यी भाइहरू सबैलाई यति पीर परेको छ र एकदम यस्तो धुलो रुम जस्तो भएको छ मलाई यस्तो भएको छ तपाईहरुलाई कस्तो भएको छ